डे सबैजनालाई। आज चाहिँ म जाँदैछु गान्तोक। अन्त आज मेरो यो 2 days आउटफिट। म चाहिँ घरबाट निक्लिसकेको छु र आज मैले स्कुटी लैजाइन। उकालो रोडबाट गाडी पक्रेर जानुपर्छ तल बजारसम्म हो। त्यही भएर उकालोमा हिँड्दैछु। चाहिँ हाम्रो गाउँदेखिको रफ रोड हो यो। उकालो हिँड्दाखेरि चाहिँ यस्तो थाक्छ। मेरो चाहिँ गाडी पायो हो। अन्त्यमा चाहिँ बडा आइफोनबाट चढ्छ। हामी चाहिँ जाममा फसिरहेको छ। जाममा फसिरहेको छ हामी। चिसो रहेछ नि त है। तपाईँ चिनेका दाजु हो। हामी चाहिँ उसको गाडीमा ओटी गर्दाखेरि चाहिँ जान्थ्यो हो। उसले गाडी चलाउने। आज त उसकै गाडीमा चाहिँ हामी गान्तोक जाँदैछ। हामी चाहिँ गान्तोक फ्यामिली पुग्यो। अन्नमा र म अनुपमा के किन्न आएको पनि मेरो त छैन। अनुपमाकै छ सपिङ चाहिँ डेन्जर आज। के किन्न आएको अनुपमा भनिदेऊ न। सरप्राइज है सरप्राइज है। हुन्छ अहिले भेटौँ न। भगवान् गान्तोकको चाहिँ यही छ नि त है। फुलहरू यस्तो फ्रेस फ्रेस बुकेट्सहरू होइन। गान्तोक कस्तो जाडो रहेछ कि। चिसो घामै छैन है। घामै छैन चिसो। हामी चाहिँ अहिले यो कालो छारो लाइन कालो जाँदैछ मेरो नानाको दोकानमा। नाना भएकोमा हो। नानालाई भेटेर चाहिँ देन आफ्टर हाम्रो सपिङ स्टार्ट हुन्छ। हामी चाहिँ दुईजना साथीहरू ड्युटी नगएर चाहिँ हो गान्तोक घुमिरहेको छ। ड्युटी चाहिँ एब्सेन्ट बसी हो। कोही बस्नुपर्छ होइन। कोही बेला यसरी ड्युटी एब्सेन्ट बसेर सपिङ गर्नु आउनु पनि पर्छ है। हाम्रो आज इम्पोर्टेन्ट सपिङ पनि राख्यो भएर नि ड्युटी एब्सेन्ट बस्नु परेको। सरप्राइज हुन्छ त लास्टमा रिभिल हुन्छ होला त्यो चाहिँ के हो भनेर। अनि एमजी मार्टमा हामी आइसकेको छ। अब म जाँदैछु यहाँनिर यति स्टोर जहाँ चाहिँ मेरो नाना काम गर्नुहुन्छ भन्ने। Where is my Anakasis? यहाँ चाहिँ मेरो ब्युटिफुल नाना भिडियो बनाउँदै हुनुहुन्छ। अन्त मेरो अर्को ब्युटिफुल नाना। हेलो ठिकै छौ? यहाँ चाहिँ मेरो नाना है। हेलो गुड मर्निङ। म नानाको दोकानबाट चाहिँ निस्केँ। मेरो दोकान होइन यो मालिकको दोकान हो। यहाँ म काम मात्रै गर्छु। म स्टाफ हो। निकै भयो नि त अन्त नि होइन। नानाको दोकान भन्नु पर्यो नि। यहाँबाट चाहिँ अब निस्केको है। अब हामी कहाँ जानु पर्ने अनुपमा? जाउँ है। त्यही जाउँ दोकान जाउँ हो। सामान चाहिन्छ भने चाहिँ यतिमा आउनु हो। सबै कुरा अभाइलेबल छ। कुन चाहिँ ब्रान्ड तपाईँलाई चाहिन्छ है? लेक्मी, लोरियल, मेबेलिन, लोटस, च्याम्बर, लेक्मी, नाइका, के ब्युटी, रेनी, सुगर। आई लभ सुगर। अब चाहिँ हामी नानाको दोकानबाट निस्केर चाहिँ कहाँ जाँदैछ भन्दाखेरि चाहिँ ज्वेलरी सप रामचन्द्रमा। मेन कुरा त्यही हो हाम्रो आज रामचन्द्र प्रदीप कुमार ज्वेलर्स फेमस गान्तोक भन्दा सबै त त्यहाँ जाँदैछ।
फाइनली हामीले जे सामान किनेको त्यो सेलेक्ट पनि गरिसक्यो हो अहिले कस्तो छ के छ तपाईँलाई अहिले रिभिल गर्छु ल पुरा टाइम लाग्यो हामीलाई सेलेक्ट गर्न है पुरा टाइम लाग्छ नि अनुपमाको फेरि रिङ त्यो रिङ फिङ्गरको साइज एकदम सानो भएर क्या मन परेको चाहिँ उयो भयो साइज प्रब्लम फाइनली गाइस त्यो सामान चाहिँ अब हामीले रिभिल गर्न आइरहेको छ के किन्यो भनेर हो यता हेर्नुहोस् ल अनुपमाको रियाक्सन अनुपमा खुसी छ खुसी छु खुसी छ खुसी छु एक्साइटेड तिमीले रिङ रिङ एकदम खुसी खुसी देखाउ ल हेर्नु हेर्नुहोस् दे 24 क्यारेटमा हो सो ब्युटिफुल छ नाइस है क्युट छ क्युट दामी छ दामी यो चाहिँ हाम्रो रियल डायमन्ड होइन नि यो एडीमा 24मा किनकि रियल डायमन्ड आउँदैन हो 24 क्यारेटै हुन्छ है हाम्रो 24 हुन्छ नि दामी चाहिँ खुसी अन्त खुसी अब खुसी एक्साइटेड छु अब भोलि लाउनु पर्यो भोलि लगाएर आउने होला नि लगाएर आउँछु नि ल मैले चाहिँ रानी हेरेको छु होइन किन्नु भनेर हो जिपे गर्नुहुन्छ पेमेन्ट जिपे गर्नुहुन्छ भइसक्यो ए रामचन्द्रबाट चाहिँ निक्लेको फाइनली सक्यो है सबै अनुपमा के भन्नु छ अब केही भन्नु छैन अब कहाँ जानुपर्छ फेरि पैसा पनि सक्यो है पैसा पनि सक्यो अनुपमाको पैसा सक्यो मेरो त छ है ल मैले त केही लिनँ हो हेरी मात्र राखेको छु मेरो विस लिस्टमा छ त्यही त है बादमा लिन्छु सक्छ बादमा है मैले त केही लिनँ सो महँगो यो सुन चाहिँ सक्दैन अब किन्नु नि। सक्दैन अलिअलि भए पनि किनिराख्नु अन्त अलिअलि भए पनि अगाडि किनेको राम्रो भएछ हामीले है राम्रो भएछ दामी छ अनुपमाको रिङ पनि हो अब नेक्स्ट मन्थ पनि आउनुपर्छ ल त्यही राख्नुपर्छ है हाम्रो के छ त्यो विशेष त्यो किन्नुपर्छ किन्नुपर्छ अब चाहिँ हामी जाँदैछ हिल्स एन्ड टोस हो के किन्ने अनुपमा अब हेरौँ त्यसले खै हाम्रो नानाले पनि दङ्गाको छ मेरोमा त पैसा छैन मेरोमा त पैसै छैन हो हिल्स एन्ड टोस जाँदैछ हो हाम्रो लागेर दामी भइरहेको छ है हाम्रो लागेर दामी भइरहेको छ दिन पनि छुट्टी अझ हामी एब्सेन्ट बसेर आएको हिल्स एन्ड टोस आएको रहेछ कि तर मलाई यस्तो मन पर्दैन यो मतलब सिजन भइरहेको ट्रेन्ड्स भनेर मात्रै त्यहाँको त्यो नि विनिङ भइहाल्छ फेड भइहाल्छ है सक्यो सर अहिले सबै किनिसकेको होला नि त अब सिजन ब्याग हो है झर मलाई चाहिँ यो किने मलाई चाहिँ किन मन परिरहेको छ होइन विन्टरमा लो पर्छ राम्रो छ यो दामी छ यसले राम्रो गर्दा न्यू डिजाइन न्यू डिजाइन सपिङ सक्यो अनुपमा मेरो अब चाहिँ लन्च गर्न जाँदैछ है लन्च त हामी निम्तोमा गरौँ भनेर भनेको हो हेरि जाँदैछ हामीले कस्तो त्यस्तै घामले गर्दा आँखा नै भएन आँखा पनि पोल्यो पुरा सपिङ चाहिँ हाम्रो आधी उधै सक्यो हो त्यस्तो त सकेको छैन आधै छ फेरि कन्टिन्यू हुन्छ त्यहाँको वेस्ट पोइन्ट जाने हो
त्यहाँको त्यहाँबाट सपिङहरू गरेर चाहिँ ब्याक टु घर निम्तो सो अथेन्टिक है निम्तो सो नाइस यता बस्छ है लास्ट नबस्नु हामी निम्तोमा आइपुगेको छ हो त्यसलाई मेनुमा के छ है मेनुमा चिक मेनु चिक थकाली थाली राइस पराठा चिकन होइन राइस पराठा तरुको आलु झुमीको साग एन्ड 3 ट्रेडिसनल अचार थकाली थाली सिक्किमिस थाली राइस पराठा सिजनल भेजेस किनेमा त मन पर्दैन नेपाली खाजा कृष्ण पराठा बटवास मुलाको अचार थाली मगाउनु हो थकाली थाली मगाउनु अन्त अरू के मगाउने देख्यो हामीले चाहिँ अर्डर गरिसकेको त्यो थकाली थाली गरिदिनुहोस् हो चिकनमा 2 प्लेट अनि हजुर हजुर त्यसको झोल मोमो गरिदिनु नि झोल मोमो चिकनमा गरिदिनु नि ल टाइम लाग्छ कति जस्तो लाग्छ नयाँ बनाएर स्टिम गर्दाखेरि टाइम लाग्छ त्यो खाना खानुसम्म हुन्छ होला हामीलाई हुन्छ त्यो पनि गरिदिनुहोस् न ल चिकन झोल चाहिँ एउटा है हजुर हुन्छ गाइस हामीले अर्डर गर्यो खाना यो सबै लिपेको होइन यो खाना पनि आयो अन्त मेरो सेम चिकन राइस के टाइम दिएको है हेर न ल हामी चाहिँ स्टार्ट गरेको खाना थकाली खाना है वा भ्यू बनायो बनाएन कि त्यही बनायो त्यसको दाल रहेछ के हो छोला जस्तो रहेछ है त्यो दाल हुन्छ नि दाल जस्तो के मिक्सचर गऱ्यो ल गुन्द्रुकको अचार है साग पनि रहेछ गुन्द्रुकको दामी है हामी यो आलु रहेछ साग मुटेको अचार हो यो आलु गुन्द्रुकको अचार यो सलाटेको रहेछ जो पहिली त के हो छोला है अनि चिकन आफ्टर वी अर्डर झोल मोमो कस्तो हुन्छ यहाँको निम्तोको झोल मोमो हो टेस्ट गर्ने है दामी पनि ठिकैको मतलब मनपर्ने अब
ठिकठाक अचार एमएम थियो हो झोलमा मर्डर गरेको छ ट्राई गर्ने कस्तो छ भनेर हो के गर्दैछ हौ झोलमा दामी मिठो दामी है क्या ओकेहरू पनि रहेछ पेन्टिङहरू दामी गरेको छ वाल पेन्टिङहरू खिच्दैन आमामा यहाँनिर चाहिँ यसरी के गर्छ यो चाहिँ नेपालीको ट्रेडिसनल चुला होइन पेन्टिङ आमामा यो मकै यो गर्ने सक्यो के भन्छ फुल्लुङ्गे के भन्थ्यो मकै के हो मक्टु यो मिनी मक्टु रहेछ होइन पानी त तैरो छ आगो बलिरहेको छ सुते चिम्टा नाङ्लो सबै यो 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 के भन्छ जाँतो जाँतो राखेको रहेछ नेपालीको ट्रेडिसनल चुला हो हामी चाहिँ अब लन्च गरिसकेर लाल बजारबाट जाँदैछ अलिअलि सपिङ गर्नु छ देन आफ्टर हामी त्यसपछि वेस्ट पोइन्ट जान्छ हो त्यहाँको चाहिँ वेस्ट पोइन्ट घुमेर चाहिँ हामी त्यहाँको घरपट्टि जानुपर्छ हो अन्त मिली भयो लन्च कस्तो लाग्यो अन्त राम्रो है निम्तोमा राम्रो कि तर अब खाना अलिक यो अचारहरू चाहिँ त्यस्तो त्यस्तो मिठो लागेन है झोलमोमो चाहिँ झोलमोमो चाहिँ दामी मलाई झोलमोमो मन पर्दैन थियो होइन तर यहाँ आएर चाहिँ खाएर चाहिँ मलाई झोलमोमो एकदम मन पर्न थाल्यो होइन सो टेस्टी मिठो थियो झोलमोमो हो मिठो थियो इन्जोय गरेँ अब हामी जान्छ लाल बजारपट्टि सुन्तला सुन्तला चाहिँ अब आइपुगेछु वेस्ट पोइन्ट मलमा अनुभवमा पोइन्ट चाहिँ यस्तो मजाले सजाएको रहेछ कि अहिले त हेर्नुहोस् तपाईँहरूले यो पछाडि क्रिसमसको भाइब आइसकेको छ हो सबै क्रिसमसको डेकोरेसन गरेको रहेछ अब चाहिँ हामी वेस्ट पोइन्ट पनि घुमिसक्यो होइन अब चाहिँ हामी अब सबै सक्यो हाम्रो सपिङहरू हो अब चाहिँ हामी घर फर्किन्छ होइन लास्ट घरमा फोटोसुट अलिअलि हुँदै थियो हो म अनुपमाको जहीँ भए मैले त फोटो खिच्नै पऱ्यो होइन अन्तखेरि वेस्ट पोइन्ट चाहिँ अहिले पुरा होइन क्रिसमसले गर्दाखेरि चाहिँ पुरा सजाइरहेको छ सबै डेकोरेट गरेको छ क्रिसमसको होइन मजाले बनाएको छ गेटहरूमा पनि यसरी क्रिसमसको थिमले डेकोरेट गरेको छ होइन अब चाहिँ हामी फर्केको यता सान्ता क्लाउज पनि बनाएको रहेछ यही हो कस्तो मजाले डेकोरेट गरेको रहेछ हो यहीँबाट तपाईँहरूलाई भन्न चाहन्छु ह्याप्पी क्रिसमस इन एडभान्स हो हामी जाउँ फाइनली आज सपिङ गर्दाखेरि पनि हाम्रो यता मजाले हुन्छ अन्त राम्रो मान्छे आएको छैन गाडी बढेको छैन हो यति हो आजको मिनी ब्लग थ्याङ्क यू गाइज फर वाचिङ बाई भोलि ड्युटी जानुपर्छ